हामी पोखरामा छँदा सानुले कि नानुले खालि जू जाने मामु भन्थे नानी ल काठमाडौँ गएको बेला नानुलाई जू पनि देखाइदिउँ न त भनेर हामी जूतिर लाग्यौँ बाघ पनि हेऱ्यौँ जुनीले अनि त्यसपछि उसको ड्याडीलाई लिएर जानुभयो यो भालु भएको ठाउँमा लिएर जानुभयो अनि त्यहाँ हेऱ्यौँ फेरि अनि त्यहाँ भएन नानुलाई फेरि अर्को ठाउँमा मेरो सपना साथीले चाहिँ मयूर भएको ठाउँमा पुऱ्याएर हेर भन्दै उसको चित्त बुझाउनलाई देखाइरहेको थियो के हो उसको बारेमा यस्तो हो भनेर पनि बयान गर्दै थियो उसले अनि त्यसपछि मेरो सानलाई अब जहाँ जहाँ खेलाउने कुरा छ त्यहाँ त उसलाई कुदिहाल्नुपर्छ क्या अब मलाई स्लाइड खेल्नु मन लाग्यो भन्न थालेँ अनि त्यसपछि फेरि अङ्कलहरूले उसलाई लगेर स्लाइडमा खेलाउनु भयो अनि त्यो के भन्छ यो स्लाइड खेलेपछि यो ढिकीच्याउमा चाहिँ फेरि अङ्कल छोरी ड्याङकुसी अनि सबैजना भएर एकछिन खेल्यौँ अनि भयो भनेर सोद्धाखेरि पनि भयो अब फेरि स्लाइड खेल्ने भन्दै अनि ऊ अङ्कललाई दुःख दिन थालिन्